कराइरह के भयो थियो यहाँ थियो कुमिन्डो एउटा कुमिन्डो हो। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। आजको भ्लग सुरु गर्दैछु गाइजहरू। बिहान बिहान नुहाएर रेडी भएको होइन, किन चाहिँ आज चाहिँ एकादशी तुलसी रोप्ने दिन हो नि त, अनि मैले तुलसी लान्छु भनेको। गाइजहरू यही हो न तुलसी हेर्नु, यहाँ थियौँ रोप्ने गाइजहरू। अब चाहिँ होइन मैले चाहिँ यहाँ के अरे माझ्दैछु भाँडाहरू, जलहरू हाल्नुपर्छ नि त तुलसी रोपेर, अनि त्यसैले यहाँ थियौँ गर्दैछु हेर्नु गाइजहरू। अब हेर्नु गाइजहरू, अब चाहिँ पखाल्ने, यसमा चाहिँ जल भर्नुपर्छ है। अब चाहिँ गाइजहरू मैले चाहिँ खनाला हो, यहाँ तिमी खन्ने, त्यसपछि तुलसी रोप्ने। गाइज अब चाहिँ यहाँ हेर्नु मैले चाहिँ तुलसी रोप्दैछु यसरी माटो राखेर। फाइनल्ली तुलसी रोपेर सकिसक्यो। अब चाहिँ जल हाल्दैछु हेर्नु गाइजहरू। अब चाहिँ जल हाल्ने होइन, अब चाहिँ जल खनाएर पनि भइसकेँ। अब चाहिँ पूजा गर्ने यसरी फुलहरू चाहिँ राख्छु, फुलहरू राखेर पूजा गर्नु पर्यो। 3टा फुल राखिदिएँ गाइजहरू यसरी है। अब चाहिँ अगरबत्ती बाल्ने, अनि अगरबत्ती बाल्छु, अगरबत्ती पनि राखिदिएँ गाइजहरू होइन। अनि अब चाहिँ टिका लगाइदिन्छु, अनि भयो, पूजा गरेर पनि सिद्धिसक्यो गाइजहरू। अब चाहिँ यहाँ कलशमा फुल राख्ने यतापट्टि, अब अर्को चाहिँ यतापट्टि राखियो फुल। अब गाइजहरू अब चाहिँ भित्र भगवान्लाई पूजा गर्दैछु। पूजा तुलसी रोपेर त्यसरी टिका लगाइदिउँ। ए टिका छुयो कि अलि बिग्रियो, केही भएन गाइजहरू। हामी चाहिँ तुलसी रोपेर पनि भ्यायौँ, अनि पूजा गरेर पनि भ्यायौँ। अनि त्यसलाई चाहिँ मलाई भन्छ एउटा म्याजिक गर्छु भनेर, त्यो देखाउनु कोही गाइजहरू यहाँ हेर्नु ल गर म्याजिक गर्छु भन्दै त्यही देखाएको। उही खतरा निस्कियो त, कसले सिकायो तिमीलाई? चल चाहिँ म होइन बेलुटीमा आएको, आज चाहिँ म व्रत बसेको नि त होइन गाइजहरू, अनि त्यही भएर अब भातहरू चाहिँ खानु भएन, अनि बेलुटी हेरौँ भनेको। यहाँ हेर्नु कुमिन्डो, एउटा कुमिन्डो हो फले हो। बेलुटी हेरेको बेलुटी भेट्दैन गाइजहरू, काँचो मात्रै भेट्यो हो, पुरै हडेल मात्रै हो। हेर्छु गाइजहरू कराइरह के भयो देखिँदै कराइहाल्छ कि यहाँ तिमी बसेर मजाले। गाइजहरू यता त्यस्तो घाम लागिरह नि, तर धेरै घाम लागिरहेको तर गाइज। त्यहाँ हेर्नु, त्यहाँ यो हेर्नु गाइजहरू, कुमिन्डो कति ठुलो हो हेर्नु गाइजहरू, नदेखि भयो कति ठुलो हो। केही चाहिँ हेर्नु बेलौती, यहाँ हेर्नु यो बेलौती कति पाकेको हो। यति पाएँ बित्तिर खाइन्छ, मैले खान्छु, केरा पनि खान्छु, भोक लागिरहेको छ होइन। अघि चाहिँ लाग्दैन, अहिले चाहिँ भोक लागिरहेको, त्यही भएर 2टा केरा पनि खाइन्छ गाइजहरू। अब चाहिँ दुध उमालेर खान्छु है। चाहिँ फर्सीको मुन्टा हो, साग फर्सीको मुन्टा। अब चाहिँ यसलाई मैले केलाउनु जानु लागेको छु गाइजहरू, केलाउने होइन। आज साग पकाउने हो, मैले चाहिँ खान्न, मम्मीहरू चाहिँ खानुहुन्छ, त्यही भएर गाइजहरू साग चाहिँ पकाउने। गाइज यहाँ चाहिँ केलाएर राखेको छु, यति यस्तरी केलाउने हो, टक्क यतिखेर केलाउनु हो, त्यो पुरै केलाउँछु गाइजहरू। अनि यहाँ राख्छु गाइजहरू। हेर्नु फाइनली मैले साग केलाएर पनि सकिसकेँ, यस्तो भयो, यस्तो राम्रो भयो नि केलाको, यति धेरै गाइजहरू। हेर्नु यहाँ चाहिँ पूजा गरिसक्यौँ, अनि बत्ती बाल्यौँ यहाँ हेर्नु यसमा। अब चाहिँ हलुवा खाइदिएको बनाएर। आजको भ्लग के कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नु बिर्सनु। नेक्स्ट भिडियोसम्म बाई गाइज।